भने त ठुलो मम्मी सिधा नि कुन ठुलो मान्छे यो ढाट्टो चाहिँ के के गर्न ढाकिरा थियो पक्का लाग्छ हिँड्ने बेला कसले जन्म गरे सिधै मलाई नमान्न किन्दै नहुने त किसमिस काजु किन अनि किन झरेको त बाटोमा खाँदै रहेछस् भने म खान्थे नि काजु त किन्दिनु होइन नि घरमा भएको काजु चाहिँ त्यहाँबाट किन्नु त काजु किन्नु जहिले म के गर्नुमा पठाएको अन्डा किनेर खाऊ भनेर किन्न पठाएको त अन्डा खानु मलाई टिभीमा पनि हाल्नुहुन्छ दानामा पनि हाल्नुहुन्छ गोरुलाई अन्डा खाएर अलिक मोटाउँथिस् कि भनेर नि त मोटाउँथिस् ला के खालको चाहिँ छोरो जन्मेछ यो अब के हो लु काजु कति राखिदिएको छ आफू नखाइ नखाइ छ त काजु उहाँ त किसमिस सबै टिपेर ल्याइ त तँ 40 रुपियाँ खुरुक्क ल्याऊ पैसा तिमीलाई चियातिर पो छरेछ हौ परबाट झट्टी हानेको खाना उ गरेर ला तेरो भन्ने उहाँ भात भित्र चाम्रे बनाइदिएको छ त भात खानुपर्छ मलाई त्यस्तो मात्रै खाएर बाँचिन्छ जुम्से अवस्था हुन्छ न मान्छे पनि एउटा बच्चो बिचारा यहाँ कति बल गर्दा नि बल्छ निदाओस् भनेर ऊ दाजु बाजेको देख्दा त यो पनि हेरेको हेरै भयो रोको रै सुनेर नभए त यो नि कराउँदै थियो ओर्लिने भन्दै थियो यो पनि चारपट्टि हिँडेर यो पनि छोरा केही राख्दैन नि त लड्छ अनि कस्तो चाहिँ छोरो जन्मेछ हौ ज्यामराज कस्तो जन्माक्यो यो बिपनाको काम हो यस्तो राक्षस तैँले जन्माएको होइन भन्छ त आफै जन्मेको मैले जन्माएको होइन पर बाटो भेटेको पर माथिबाट आकाशबाट झरेको हो नानी हो रहेछ नि उहाँ पर बाटोमा भेटेको एउटा प्लास्टिकमा अनि मैले टिपेर ल्याएको यसलाई कहाँ जन्माएको त अहिले हेरेर ज्यामराज जाँदै प्लास्टिक भित्र हो त्यही हो त्यसै पस तैँले चाहिँ किन आमालाई कस्तो चाहिँ छोरी जन्माएको भनिस् त दाल भात बसाउनु पर्ने दाल बसाउनु ढिलो भइसक्यो हो नि त अनि बित्थामै त्यसरी बाँच्छन् त हेर किसमिस पर छरेर पैसाको